सुन्नु न तपाईहरु एक दिनलाई केटा मान्छे बन्नुभयो भने तपाई के गर्नुहुन्छ फर्स्टमा? फर्स्टमा त एक दिनको लागि केटा भयो भने हजुर के गरिन्छ? फर्स्टमा त बाथरुममा गएर हेरिन्छ होला नि। फर्स्टमा त बाथरुममा गएर हेरिन्छ होला नि। कसरी भयो? के भयो? ए भगवान भनेर हेरिन्छ होला। के भयो? कसरी भयो हैन? अम्मा यो के आयो? अम्मा यो के आयो? त्यही हेरिन्छ होला। त्यही हेरिन्छ। कहाँ हरायो भन्छ। मेरो कहाँ हरायो कसको आयो हैन? कसको आयो होला भनिन्छ होला पक्कै पनि। एक दिनलाई केटा बन्नुभयो भने तपाई जे होस् बाथरुममा गएर हेर्नुहुन्छ कस्तो भएछ? अभियसली हेरिन्छ। हेर्नै पर्ने कुरा हेरिन्छ है। अचम्मको कुरा हो नि त त्यो त। अचम्मको कुरा। नफुलिकिन एकैचोटि फल्यो भन्ने हुन्छ। जे भए पनि आश्चर्य लाग्यो नि त हैन? अब म पनि भोलि बिहान टक्क उठिँदै केटी भयो भने त ओइ मेरो कहाँ हरायो भन्ने त हुन्छ नि त हैन? अनि तपाई एक दिनलाई केटा बन्नुभयो भने के गर्नुहुन्छ? म एकजना मेरो राम्री साथी छ उसँग डेटिङ जान्थे। ओ माय गॉड ए राम्री साथीसँग डेटिङ जानुहुन्छ? परेन त्यति त त्यो एडभान्स लिनु पर्यो नि त। जे भए पनि हैन मन भने त यहाँ हुन्छ मन हेर्ने भनेपछि त अब तपाईं यहाँ हेर्नुहुन्छ। यस बहुत तेज हो रहा है बहुत तेज हो रहा सालो खराब शुरू करते हैं बिना किसी बकचोदी के। सुन्नु न तपाईले फर्स्टमा एउटा केटाहरुलाई कसरी बाटोबाट आइरा देख्नुभयो भने फर्स्टमा केटाको के नोटिस गर्नुहुन्छ? फर्स्टमा त अब राम्रो छ भने नोटिस गरिन्छ ह्यान्डसम रहेछ भने नत्र भने नोटिसै हुँदैन। ए जे पनि ल ह्यान्डसम केटा बाटोबाट आइरहनु भएको छ भनेदेखि उहाँको तपाईले फर्स्टमा के नोटिस गर्नुहुन्छ? फेसै गरिन्छ नि। फेस नोटिस गर्नुहुन्छ। तपाई? म फेस प्लस गेटअप नोटिस गर्छु। फेस अफ गेटअप। तपाई? म त के नोटिस गर्छु होला त? ल फर्स्टमा तपाईको त कोही ह्यान्डसम केटा आयो ल मानौ मै नै आएँ म ह्यान्डसम होइन म आएँ तपाईले मेरो के नोटिस गर्नुहुन्छ? मेरो के नोटिस गर्नुहुन्छ मानौ ल? के दारी? दारी नोटिस गर्नुहुन्छ? नै दारी मन पर्दैन म त। के मन पर्छ? के नोटिस त अभियसली अनुहारै गरिन्छ होला। अनुहार नोटिस अनुहारै गरिन्छ। अनि सेकेन्डमा के नोटिस गर्नुहुन्छ? ल अनुहार हेर्नुभयो ल ह्यान्डसम लाग्यो हैन त्यसपछि के नोटिस गर्नुहुन्छ? त्यस पछाडि तपाईले कस्तो गेटअप गर्नुभएको छ त्यही हेरिन्छ होला नि। त्यही हेर्नुहुन्छ हैन? ओके ल अनि त्यसपछि हामी केटाहरूले चाहिँ केटीहरूको के नोटिस गर्छ होला जस्तो लाग्छ तपाईलाई? राम्री भयो अनुहार। ल अनुहार केटा मान्छेहरूले त अगाडिदेखि यसो आउँदा आउँदैन वाउ भनेर अनुहारतिर होइन कतातिर आँखा लाउँछ पछाडि हिँड्दा यसो हिँड्दा पनि पछाडिदेखि वाउ पछाडिदेखि चाहिँ के वाउ लागेको हो के अचम्म लाग्छ क्या आम्मा भनिरहेको हुन्छ खै के हेर्छ हामीलाई पनि तिनीहरूको अब माइन्ड रिड त गर्न सकिँदैन। जे पनि तपाईँलाई के हेरे हुन्छ जस्तो लाग्छ होला कि गेस गर्नु पर्यो कि तपाईँको शरीरमा के छ त्यस्तो तपाईँलाई केटाले नोटिस गर्ने? अब नोटिस गर्नु त आफूलाई त सबै राम्रो लाग्छ उनीहरूलाई के राम्रो लाग्छ त्यो थाहा नै हुँदैन। के राम्रो लाग्छ भनेर हो कि बा के चाहिँ अचम्मको देखेर हो कि अचम्मको त केही छुन्डाएर हिँडेको छैन।